रा भाइ? हाम्रो चिया पसल ल ए भाइ चियाको पैसा त दिएर जाओ। यार हामी जिन्दगीभरि यही चिया पिएर बस्ने हो। किन के भयो आज चिया बिग्रियो र? केटा हो, सामाजिक रूपमा सोच्दा हामीले केही उत्पादनशील काम गर्नुपर्छ। ओए ठीक भनिस् यार तैँले। के भन्छन्? हो, अब हामी बिजनेस गर्छौँ। वाह सही यार राजु, सही हो। ल म्या 81 पैसा कहाँबाट ल्याउने? मेरो सेभिङ कति छ? घरमा माग्यो भने के भन्छन्? लोन लिँदा ब्याज कति आउँछ? ओए बुदे के बतालाई, के सोच्दैछस्? के मुला यो त लास्ट सोच्छ यार। ए त्यस्तो केही होइन, बरु बिजनेस चाहिँ के को गर्ने? यार राजु बिजनेस चाहिँ के को गर्ने होला? जे को गरे पनि सियो चाहिँ म है केटा। बाउले भनेको अब यसो विचार गर्दा मार्केटमा अहिले जे चलिरहेको छ त्यही गर्नुपर्छ। बिल्कुल। वाउ दामी यार दामी। रोको सबर करो। त्यसो भए अहिले मार्केटमा चाहिँ के चलेको छ त? आर यु कमेडी में? सुन केटा, अब फेरि सामाजिक रूपमा सोच्दा चिया पसल त यो मान्छेले खोलेको छ। अब हामी चाहिँ नयाँ केही छुट्टै गर्नुपर्छ। त्यसैले यसो गरौँ, हामी चाहिँ नयाँ अनि छुट्टै हाम्रो चिया पसल खोल्दै। साले तू वाउ त जिनियस होस् यार, क्या दामी आइडिया भनिस्। हाम्रो चिया पसल कहाँबाट आउँछ यार तँलाई यस्तो आइडिया? आर यु कमेडी? यार केटाहरूले आइडिया त निकाले, तर पसल जस्तो कुरा आज स्टार्ट गरेर भोलि चलेन भने, फेरि चलेर पनि उधारो गयो भने, अच्छा कस्टमरले पैसा दिएन भने, अनि कस्टमरसँग झगडा भयो भने, त्यसपछि त पसल बन्द गर्न पर्यो भने। ओए बुदे के भन्छस् त? अबे साले आइडिया त राम्रै हो। त्यसो भए काम पाँडफाँड गरौँ न त केटा हो। त्यसो भए ल चिन्टे, तँ नै भन्, तँ चाहिँ के गर्न राम्रो छस्? बिल्कुल। ल केटा हो, तिमीहरूलाई त थाहा नै होला है, हाम्रो बाबुबाजे पहिलादेखि नै खजाची। अब फेरि खजाची भनेको नबुझौला, लेखापाल के एकाउन्टेन्ट हैन होला। अब त्यो खुन त ममा पनि छ, त्यसैले म चाहिँ एकाउन्टेन्ट बन्छु होला है। ल अब ठिकै छ, यसो हेर्दा चिया मिठो बुदेले बनाउला जस्तो छ। म चाहिँ वेटर बन्छु नि त, मलाई अलिअलि थाहा पनि छ कस्टमरलाई कसरी सर्भ गर्ने भनेर। कन्ट्रोल। ल मा केटाहरू बाठा भएर आफ्नो काम रोजे। साले तू मलाई चिया बनाउने काम दिए यार। रोको अब चिया बनाउँदा बिहान छिटो उठ्नु पर्यो, चिया बनाएपछि तातो चिया बनाउनु पर्यो, तातो चिया बनाउँदा हात पोल्यो भने, हात पोलेर म हस्पिटल जानु पर्यो भने, हस्पिटल गएर मेरो हात काट्नु पर्यो भने, ला कैसे लोक रहते हैं। ओए बुदे तँलाई मन्जुर छ नि, केही भन्न छ नि भने अहिले नै। बात तो सही है। छैन केही छैन। अनि अब पसल गरेपछि मार्केटिङ पनि त गर्नु पर्यो होला नि। बिल्कुल। ठिक भनिस् यार तैँले। ओए राजु मार्केटिङ चाहिँ कसरी गर्ने हो? टेक्नोलोजिया। ढुक्क बस्न, तेरो दाइ छँदैछ नि, तर रोकै सोच्न दे। सुन केटा, त्यसको लागि फर्स्टमा हामीले पहिलो दिन फ्री चिया अफर गरौँ। पसल खोल्नुभन्दा अगाडि सबै ठाउँमा पोस्टरहरू टालौँ, सबैलाई खबर पुर्याउँ कि हाम्रो चिया पसलमा फ्री चिया अफर छ भनेर। त्यसपछि त मार्केटिङ भइहाल्छ नि। तेरो बाउले भनेको। वाउ यार सुपर आइडिया। त्यसपछि त हाम्रो चिया पनि भाइरल हुन्छ, मान्छेहरू कहाँ कहाँबाट हामीलाई खोज्दै आउँछन् हाम्रो चिया पिउन। बिस्तारै हामी पनि फेमस हुन्छौँ, मान्छेहरूको लाइन हुन्छ, त्यसपछि त हामीसँग पैसै पैसा। त पागल हो? ओइ चुप, सबको सुना, सबको बता। तत्तेरी माटुक्ने। साले तोरीहरूले अब फेरि फ्री चिया प्लान पो राखे। फ्री चिया अफरले पैसा कहाँबाट आउँछ? चिया अलि पातलो बना भने कस्टमर फेरि भोलिबाट नआउने हो कि? चियाको 20, दुधको 10, मसला 5, ग्यास 10, लेबर 5, टोटल 55 पर्यो। एउटा कस्टमरले एक पटकमा फ्री चिया खाँदा 55 घाटा लाग्यो भने केही नभए पनि 100 जना कस्टमर त आउलान्। 100 जनाले एक कप फ्री चिया खायो भने पनि 100 × 55 बराबर 5500 त एकै दिनमा लस हुन्छ।
पैसा पनि छैन, उल्टो मेहनत डबल। ओए बुद्धे, मलाई थाहा त के सोच्दैछस्। म भनिदिम त धनी भएर पैसा गन्दै गरेको सोच्दै थिइस् है। तेरो बाउले भनेको होइन, चुप लाग। अनि ओए राजु, त्यसपछि चाहिँ के गर्ने? त्यसपछि हेर केटा हो, जहाँसम्म मलाई लाग्छ एक दिन मात्र फ्री चिया गरेर कस्टमरको एटेन्सन त ल्याइयो, तर बिजनेस चलाउन कन्सिस्टेन्ट प्लान चाहिन्छ। हो, सही भनिस्। अनि यो कन्सिस्टेन्स प्लान चाहिँ के हो? ए मुला, कन्सिस्टेन्स होइन के, कन्सिस्टेन्स हो। यो भनेको नेपालमा निरन्तरता हो। मुला, अनि नेपालमा बोल्न सक्दैनस्? हिप्पीको छोरा जस्तो। अनि के भन्दै थिइस्? अब बिजनेसलाई निरन्तरता दिनको लागि फर्स्टमा हामीले फ्री चिया अफर गर्यो। अब त्यसको भोलिपल्टबाट केही समयको लागि 50% अफ गरौँ। यदि यो गर्यौँ भने अन्तमा हाम्रो धेरै कस्टमर हाम्रोमा आउँछ। साले ल, म त सक भएँ यार। वाह, माने मैले तँलाई, माने। हे भगवान्, पहिला फ्री चिया, अब 50% अफ। आधी पैसा फ्री चियामै सकिन्छ, बाँकी पैसा पनि 50% अफले सक्ने भयो। हिसाब गर्दा एक दिनमा 100 कप फ्री दियो भने लस 5500। अब फेरि 1 कपमा 25मा बेच्दा इन्कम 2500। लसको 1 भागमा 5 भाग पनि खबर भएन। त्यसपछि हाम्रो बिस्तारै कस्टमरहरू बढ्दै जान्छ, हाम्रो बिजनेस राम्रो हुँदै जान्छ। ओए रोक, त्यसपछि के हुन्छ म भन्छु। त्यसपछि हामीसँग पैसा हुन्छ, हाम्रो आफ्नै बिजनेस हुन्छ, अनि हामी पनि बिजनेसम्यान बन्नेछौँ। त्यसपछि त फेरि हामी अर्को ब्रान्च स्टार्ट गर्छौँ। त्यो ब्रान्च पनि राम्रो चल्छ, फेरि त्यहाँबाट पनि पैसा आउँछ, अनि हामी एउटा दामी कार किन्नुपर्छ। त्यसपछि कहिले पोखरा, कहिले काठमाडौँ, कहिले धरान, कहिले थम्मेल, कहिले लेकसाइड, लग्जरी लाइफस्टाइल, चिक्सहरू त्यस्तै है। कैसे लोक रहते हैं। ओए भब, त्यति माथि नउठ। ल ठिकै छ, बिजनेस पनि राम्रो हुँदै गयो, पैसा पनि राम्रो कमाइयो रे, ब्याङ्क ब्यालेन्स पनि टन्नै भयो रे, घर गाडी पनि भयो रे। तर के केटाहरू भरोसायोग्य छन् त? केटाहरू टाठाबाटा छन्। यिनीहरू सबै आफ्नो नाममा पास गरेर मलाई धोका दिए भने? ओए बुधे, के भयो तँलाई? त सपनामा हराइस् क्या हो? ल केटा हो, जाम, आजबाट बिजनेस स्टार्ट गर्नुपर्छ। हाम्रो चिया पसल। ल ए भाइ, चियाको पैसा त दिएर जाओ। ओए राजु, दे त चियाको पैसा। हाम्रो बिजनेस स्टार्ट भएपछि मेरो प्रफिटबाट काट्लास्। मसँग कहाँ त नि। ओए बुधे, दे त। ल मा, मसँग कहाँ त नि। ओए रोक,